हेलो दर्शन नमस्ते सबैजनालाई। के छ सन्चै होला, सन्चै आरामै छ होला। म पनि सन्चै छु, आरामै छु हैन। म धेरै दिनपछि म युट्युबमा लङ भिडियोहरू अपलोड गर्न लाग्यो, किनकि मैले 1 साल जति नै भयो होला मैले भिडियोहरू अपलोड नगरेको। मैले टाइम नै नभएर युट्युबलाई कन्टिन्यू दिन सकिनँ। धेरै टाइमपछि मैले आज एउटा लङ भिडियोहरू पोस्ट गर्न लागेको छ। कृपया हेरिदिनु होला, किनकि मसँग टाइम थिएन नि त। बाहिर पैसा कमाउनुको चक्करमा भिडियो युट्युबमा कन्टिन्यू दिन सकिरहेको छैन। अनि एउटा कुरा कामको कारणले पनि भनौँ हैन, त्यस्तै भइरहेछ। सर्ट भिडियोहरू चाहिँ कहिलेकाहीँ यसो अपलोड गरिरहेको हुन्छु, तर पनि मेरो लङ भिडियो सर्ट भिडियोहरू क्वालिटी नभए पनि, राम्रो भिडियो नआए पनि, राम्रोसँग बनाउन नजाने पनि, जस भिडियो चाहिँ अपलोड गर्न चाहिँ छोड्दिनँ है मैले युट्युबमा। तपाईँहरू जेसुकै भन्नुहोस्, जसले जेसुकै भन्नुहोस्, कुनै के हुनेवाला छैन। तर मैले मेरो जस्तो भिडियो हाले पनि, भिडियो क्वालिटी नभए पनि, बोल्न नजाने पनि, मैले युट्युबमा अपलोड चाहिँ गर्न छोड्दिनँ। किनकि पछि गएर मेरो केही भिडियोहरू भाइरल नभए पनि मेरो छोरीलाई त हुन्छ नि, कमसेकम पछि गएर फेरि त्यसलाई रिकभर गर्न सकिन्छ कि मेरो छोरीले भन्छु म चाहिँ है। जस मैले युट्युब चलाएको नि यत्रो भइसक्यो, तर अहिलेसम्म राम्रोसँग एउटा कन्टेन्ट बनाउन सकिरहेको छैन। किनकि टाइम पनि छैन मसँग, टाइम पनि हुँदैन। किनकि टाइमलाई सदुपयोग गर्न सकिरहेको छैन। विदेशमा यता इन्डियातिर हिँडेर अब काम गर्नु पऱ्यो होइन, काम गर्न आएपछि काम गर्नु पऱ्यो। कामको चक्करले गर्दाखेरि युट्युबलाई कन्टिन्यू पनि दिन सकिरहेको छैन। सो केही छैन, मैले मेरो भिडियोहरू अपलोड गर्न चाहिँ म छोड्दिनँ है। एउटा कुरा, जे जस्तो भिडियो जे जस्तो भए पनि, भिडियोमा क्वालिटी नआए पनि, अनि बोल्न नजाने पनि, अनि राम्रो भिडियो बनाउन नसके पनि, राम्रो कन्टेन्ट ल्याएर देखाउन नसके पनि, तर युट्युबमा भिडियो हाल्न चाहिँ म छोड्दिनँ। किनकि छ त मेरो छोरी छ, मेरो छोरीले चलाओस् पछि गएर। मेरो यही आइडी मेरो छोरीले चलाउँछु, म चाहिँ त्यही हुन्छु है। हस्, धन्यवाद।